मन्दिरमा पूजा गर्छौं तर घरमा झगडा। आमा बाबा बोझ लाग्छ तर ढुङ्गालाई गणेश भन्छौ। यदि आफ्नै आमा बाबाको सेवा गर्न सक्दैनौ भने मूर्तिलाई जति पूजा गरे पनि भगवान कहिल्यै खुसी हुँदैन। कुनै केटाले केटी गरिब छ भनेर छोड्दैन, तब छोड्छ जब उसलाई सम्मान हुँदैन, कदर हुँदैन अनि मायाको कमी महसुस हुन्छ। सम्मान र माया बिना सम्बन्ध टिक्दैन। मेरो भनाइ सही हो कि गलत फैसला तपाईँ गर्नुस् होला। तिम्रोमा नभएको कुरा हराउँदैन, जुन तिम्रो होइन त्यसलाई राख्नु मिल्दैन र जो बस्नै चाहँदैन त्यसलाई जबरजस्ती थाम्नु सकिँदैन। छोड्न जान्नु कमजोरी होइन, कहिलेकाहीँ त्यही नै शक्ति हुन्छ। तपाईहरू शेयर, लाइक, कमेन्ट नै गर्नु हुँदैन। छोराछोरीले लात हान्न त आमाको पेटमै सुरु भएको हुन्छ। त्यो लातले आमा बाबा त्यति बेला खुसी हुन्थे, तर जब बुढेसकालमा आएर पनि अझै लात सहनु पर्दा त आँसु लुकाउन गाह्रो हुन्छ। जब आफन्तमै गद्दार र चाल चल्ने हुन्छन् तब मैदानमा उभिएको बाघ पनि कुकुरसँग हार्छ। जसले आफन्तलाई गिराएर आफूलाई जितेको सोच्छ, वास्तवमा त्यो मान्छे आफै हारेको हुन्छ। यी 3 प्रकारका स्त्रीहरू आफू पनि खुसी हुँदैनन् र अरूलाई पनि बस्न दिँदैनन्। पहिलो, जो साह्रै जिद्दी हुन्छन्। दोस्रो, जो आफ्नो बुढासँग साना साना कुरामा मुख चलाउँछ। र अर्को, जो आफ्नो माइतीको कुरा सुनेर ससुरालसँग नराम्रो व्यवहार गर्ने। जब छोरा मान्छेको आँखाबाट आँसु झर्छ त्यो कमजोरी होइन, त्यो संकेत हो समस्या पहाड भन्दा पनि भारी भइसकेको छ। किनकि छोरा मान्छे सजिलै रुँदैन, तर समय यस्तो पनि आउँछ जहाँ सबैभन्दा कठोर मन पनि आँसु झार्न बाध्य हुन्छ। परिवारमा एउटा छोरा हुनु सजिलो हुँदैन। एकतिर बुबा आमाको आशा बोकेर हिँड्नुपर्छ, अर्कोतिर जीवनसाथी र नानीहरूको भविष्य सम्हाल्नुपर्छ। आफ्नो सपना मनभित्रै चुपचाप थन्क्याएर सबैको खुसीको लागि निरन्तर अघि बढिरहन्छ। थाक्दा पनि अनुहारमा मुस्कान ओढेर। न त खुलेर रुन सक्छ न त हार मान्न पाउँछ। दायित्व र जिम्मेवारीकै बीच आफ्नो दुखाइ मनमै दबाएर परिवारका लागि अडिग भएर उभिन सिक्छ। यो कुरा मनमा राख्नु, यदि तिमी नहुँदा उनीहरूलाई फरक पर्दैन भने तिमी हुँदा पनि तिम्रो उपस्थितिको कुनै मूल्य हुँदैन। जहाँ तिमीलाई कदर गर्दैनन् त्यहाँ बस्ने काम छैन। तिमीलाई बुझ्ने र सम्मान गर्ने ठाउँ रोज्नुहोस्। छोरा मान्छेले बाउलाई अँगालो मार्दैन, न त बाबाको काखमा टाउको राखेर सुत्छ। बाहिर बसेको छोराले फोन गर्दा पनि आमासँगै कुरा गर्छ। पछाडि उभिएको बाबाले बिस्तारै यति मात्रै भन्छन्, उसलाई भनिदिनु टेन्सन नलिनु हरे भनेर त्यसको बाउ अझै जिउँदैछ।